चाहिँ हामी मोमो च्यालेन्ज गर्न जाँदैछौँ। हामीसँग चाहिँ यति 10 पिस मोमो छ अनि कोक पनि हो, भ्याउनुपर्छ है कोक पनि। ओके, साथमा अचार पनि छ। अनि आजको रुल्स चाहिँ के हुन्छ भने कसले फर्स्ट खायो त्यसले जित्नेलाई प्राइज पनि छ। सबले 1000 उठाम अनि फर्स्टलाई चाहिँ 2000 पायो, सेकेन्डलाई चाहिँ 1000, थर्डले चाहिँ पनिसमेन्ट पाउँछ ल। छैन, थर्डले चाहिँ 0 रुपिस। ओके हुन्छ, त्यो पनि टाइम छैन। ल अब हामी स्टार्ट गर्छौँ। रेडी 1 2 3 गो। ल गाइस, बैकग्राउन्ड बोल्न पर्ने क्या। इस सज्जन को क्या तकलीफ है भाई, क्या तकलीफ है इनको? मलाई मेरो बोयफ्रेन्डले मेकअप बिना देखेर तर्छ नाना। कौन है ये लोग, कहाँ से आते हैं? ब्याकग्राउन्डमा नहोला आयो झगडा ल। वाओ, भेरी डेन्जरस। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? भागौँ कि क्या हो? Here I come. Oh, here I come. जाली गयो जाली। अरे कहना क्या चाहते हो? जानु म हाल्यो अब। किन फालेको नि साले का खोपड़ी तोड़ दादा भ्याइसकेको धीरे धीरे
Congratulations, great, successful person. मार गाइस किनभने मलाई अघि नै एकछिन हालिदियो मार गाइस किनभने मलाई अघि नै एकछिन हालिदियो मैले सोचे थिएँ सोची होली नानी त खतरा रहेछ भनी तर हतार हुँदो रहेछ ल तर विनर चाहिँ म भयो है गाइस योले त फुतु हाल्दैछ क्या मलाई के गरेको तैँले त्यो झ्याली गर्नु पाइन्न नि कसरी तेरो 1000 रुपियाँ गयो आज के हाल्नु के हाल्नु त गएन आउँदा नि आएन जाँदा नि गएन मलाई हो त पैसा रुको जरा सबर करो अहिले प्राइज दिन्छ तँलाई ओए अञ्जली उता गएर गोबरहरू ल्याऊ ओए अञ्जली उता गएर गोबरहरू ल्याऊ कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम म गाइस आज हाम्रो आमाले गर्दाखेरि हारेको नत्र म हार्ने मान्छे थिएन लास्ट पछाडिबाट त कहिले त के भन्छ कहिले त के भन्छ होइन तर मैले खतरा त अलिकति जितेँ है मेरो त्यहाँ कस्तो कार्टुनवाला देखेको कि त्यहाँ हेर अहिले म त झन् एकचोटि त दुईटा एकैचोटि मुखमा कोचारे होइन आमा निकालम कि फ्लैशबैक तो लौ थाम हम कहिले जुम के छ भनेर सोनी इसारालाई पनि थिम के भन्ने न गाली दिन मन लाग्छ न कराउनु मन लाग्छ बिचारा हेर्नुहोस् न उमेर 55 को दिल 55 को ला हेर्नुहोस् न थिएनलाई एकछिनमा त स्ट्रिटमा थियो म भनेको एकदम के भन्छ रे इमानदार पूर्वक खेल्ने मान्छे हो नि त जस्तो चिटरहरू बात तो सही यहाँ भिडियो हुँदैछ क्या जित्यो उहिले जित्यो अब प्राइज दिन पर्यो क्या गाह्रो छ कस्तो लाग्यो आजको मोमो मेरो 5000 ऋण गर्थ्यो दिदीसँग त्यो पनि 3000 चाहे गाई 2000 चाहिँ घाटा भयो ल सक्यो त्यो 2000 पनि भोलि बाबाले यस्तो मजा छ मलाई मेरो त 1000 लस्ट हुन्छ कि जस्तो लागेर म अलि एकछिन त फ्रस्ट्रेट भयो है म त्यसलाई खुट्टा नि फुटेँ गाइस मैले के गर्ने अघि न चोरी छुरी गरेर खाइदिएको अलि निक्लिहाल्यो होइन यो त मान्छेमा त मोटो रहेछ एउटा खाना नसक्ने नि अन्जु तर मैले यस्तो फास्ट होइन मतिर चाहिँ किन फालेको है तैँले त्यो हाल्दैन र अनि यहाँबाट तलबाट यस्तो पुतु हाल्यो त कहाँ थाहा पाउँथ्यो त है म फेरि यस्तो दुईटा उडा दुईटा यता हालिदिन्छ नि म फसौँ लाने हो क्या दुईटा उडा दुईटा यता हालिदिन्छ नि म फसौँ लाने हो क्या भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी मेरो मुख त कस्तो पाराको देखायो कि त्यहाँ सबैले क्या चिरो खाने रहेछ नि मम्मी चर्बुरी हामीले नि होला छोरामी हामीले नि होला छोरामी मैले 3टा एकैचोटि हालेको थिएँ कि अनि साइडबाट के भनेर हो क्या रेजिनाको निकालेर लुकाइदिएँ रेजिनाको निकालिदियो भनेको अनि तल माया गर्दो रहेछ सबैभन्दा छोरीहरूमा खत्म बाय बाय टाटा गुड बाय गया खाएपछि
के भनेको बेजेटी मेरो युट्युबको सबैभन्दा भाइरल दिदी, भाइरल मोटी दिदी। फर्स्ट इन्कम 2000। चुप, मेरो होइन। अब फर्स्टलाई पुरस्कार। उही खोइएको जा, खोइएको जा। फर्स्टलाई पुरस्कार। प्राइस चाहिँ यति ताली हो। बजाऊ। हाम्रो अफिस स्क्रिन चाहिँ धेरैजना साथीहरू छ गाइज, उनीहरूले पनि ताली बजाउँछ है प्राइज दिँदाखेरि। अब चाहिँ प्राइज दिन जाँदैछ। फर्स्ट हुनुभएको छ हाम्रो माइली दिदी कृपा गुरुङ। कृपा गुरुङ। रुको जरा सबर करो। एकदमै 2000 हो। एकदमै 2000 हो। फर्स्टलाई 2000, फर्स्टलाई 2000, सेकेन्डलाई 1, थर्डलाई म त फेरि 3000 पाउँछ भनेर पहिला म त फेरि 3000 पाउँछ भनेर पहिला खोकिसके कि म त फेरि 3000 पाउँछ भनेर पहिला खोकिसके कि अब मलाई जान त आफै त के लिने त है सेकेन्ड प्राइज। बात तो सही है। लाऊ बहिनी। हरुवाले दिदी, हरुवाले दिदी। गजब बेइज्जती है। प्रथम हुने बहिनी छ कृपा गुरुङ, द्वितीय बहिनी छ आफूचोटि अलिक राम्रो गर्ने होला जानमा। ल थ्याङ्क यू। बाटोमा तिमी सधैँ अघि बढ, सफलताको शिखर तिमी सधैँ माथि चढ। गाइस यो चाहिँ अलि बेजेटी हो कि मान्छे मान्छे एउटै हो नि, फरक किन भो? मान्छे मान्छे एउटै हो नि, फरक किन भो? साम चल्छ सिप चल्छ, पानी नचल्ने भो। साम हारुवा पनि हारुवा, तर यो पहिला एकसिट चोरेर खाएको भएर यसले खान सकिन्छ। हामीले चाहिँ केही नखाइकन खाली पेट बसेर हामी चाहिँ खानु। तर म आज फर्स्ट हुन्थेँ नि है अन्जु। चल झुट। लास्टै हँसाइदिएर कहिले के म भन्छ गर्थेँ अगाडि नै, म अगाडि नै गर्थेँ कि एकैचोटि तिनवटा हालेँ। पैसा देखा नि पैसा। हाम्रो चाहिँ फर्स्ट प्राइज यही हो साथीभाइहरू। बधाई छ तिमी जुन हौ, बधाई छ सङ्गीतको। यो चाहिँ अब मेरो Thank you for watching. Bye.